फर्स्ट डेट हामी मुभी हेर्न गएको टिकट चाहिँ उहाँले नै काट्नुभयो अनि त्यो टिकट मलाई दिँदै के भन्नुभयो भन्दा ऋषभ यो हाम्रो फर्स्ट डेटको मेमोरी हो यो टिकट म तिमीसँग 15 वर्षपछि माग्छु आई वाज लाइक मसँग अहिले जुन नागरिकता छ नि त्यो मेरो ओरिजिनल नागरिकताको तेस्रो प्रतिलिपि हो मास्क लाएर कोरियन रेस्टुरेन्टभित्र छिरेँ गएर मेनु हेर्छु त्यो मेनुको एउटा पनि आइटम मैले मुखले त के मनमा पनि प्रनाउन्स गर्न सक्दिनँ सन्दीप लामिछाने देशको गहना हो भन्छ बेच्दिउँ न त म्यान अफ द आवर डे इभिनिङ हैन र जसको लागि तपाईहरुले टिकट काटेर आउनु भएको छ अनि ऋषभ काफ्लेलाई चाहिँ मैले लास्ट 6 इयर्स देखि स्ट्यान्ड अप कमेडी गरेर देखिरहेको छु हैन र रिसेन्ट टाइममा आफ्टर कमेडी च्याम्पियन चाहिँ he blew up so thank you so much for coming to support him right he's one of the best comic of Nepal please welcome with a big round of applause Rishabh Kavle on the stage keep clapping for him Thank you so much. Thank you for coming. Thank you Karki Dai. Actually Karki Dai को लागि ताली बजाइदिनु. Thank you so much. Good to see you. सुरुमा म एउटा इम्पोर्टेन्ट नोटिस दिइहाल्छु है. जुन यो तपाईले कपाल देखिरहनु भएको छ नि. यो चाहिँ मैले रोपेको है. मान्छेले मलाई सोध्छन् ऋषभ किन कपाल रोपेको किन व्हाई किनकि मेरो कार्यकारी गर्लफ्रेन्डले कपाल रोप भन्नुभयो. त्यही भएर म एक दिन रेडी भइरहेको थिएँ मेरो कार्यकारी गर्लफ्रेन्ड अगाडि आउनुभयो मलाई माथिदेखि तलसम्म हेर्नुभयो र भन्नुभयो ऋषभ यति कपालले हाम्रो जिन्दगी चल्दैन जिन्दगी लामो छ कपाल थोरै छ लाइफ इज अल अबाउट ब्यालेन्स त्यसपछि हामीले कपाल रोप्यौँ कपाल मैले रोपेको तर रिलेसनसिपमा म भन्ने चिज हुँदैन हामीले कपाल रोप्यौँ म भात खान्छु हुँदैन हामी डाइटिङमा छौँ इन्टरमिडिएट फास्टिङ चलिरहेछ हाम्रो मलाई निन्द्रा लाग्यो म सुत्छु हुँदैन अब हामी मिनिङफुल कन्भर्सेसन गर्छौँ एन्ड एभ्री कन्भर्सेसन स्टार्ट्स विथ ऋषभ देयर इज नो एब्सोल्युट राइट अर रङ इन दिस वर्ल्ड तर त्यो कन्भर्सेसन सकिसक्दाखेरि यो ह्युमन सिभिलाइजेसनको सबभन्दा रङ मान्छे नै म हो जस्तो लाग्छ म हिटलर केपी ओली म फेरि बोयफ्रेन्ड होइन है म एउटा पञ्चवर्षीय परियोजना हो म माथि काम चलिरहेछ मलाई सभ्य मान्छे बनाउन 5 वर्षको बजेट निष्कासन गरिएको छ पहिलो आर्थिक वर्षमा मेरो कपाल रोपियो र चालु आर्थिक वर्षमा मलाई जिम पठाउने महत्त्वाकांक्षा बोकिएको तर जहाँसम्म लाग्छ मलाई त्यो बजेट चाहिँ फ्रिज नै हुन्छ हैन अनि भन्छ नि यो इभोल्युसनको थ्योरीले के भन्छ भन्दा ह्युमनहरू बाँदरबाट इभल्भ हुँदै आएको तर एउटा सिंगल केटा चाहिँ बाँदर नै हो त्यसको जिन्दगीमा केटी आएपछि बल्ल इभोल्युसन सुरु हुन्छ त्यो रुखबाट तल झर्छ नङ काट्छ मोजा लाउँछ पासपोर्ट बनाउँछ विदेश जान्छ इभोल्युसन त्यसरी चल्छ हामी कपाल रोप्न गयौँ अनि डाक्टर साहबले मलाई हेर्नु तर कपाल रोप्नेलाई पनि डाक्टर भन्ने र हली भन्दा हुँदैन काम त एउटै हो फेरि नेपालमा कति धेरै डाक्टरहरू के कपाल रोप्ने डाक्टर त्यो फार्मेसीमा बस्ने दाइलाई पनि डाक्टर भन्नै पर्यो हैन नेता डाक्टर बाबुराम जुत्ता डाक्टर मार्टिन नेता र जुत्ता दुईटाले डाक्टर भन्नु होला यो जोक मैले बनाएको होइन यो जोक देशले आफै बनाएको है अनि डाक्टर साहबले मलाई एक्जामिन गर्नुभयो क्या भन्नुभयो ऋषभ हामी तिम्रो टाउकोमा 5000 वटा कपाल रोप्छौँ डाक्टर साहब कपाल पनि गन्न मिल्छ र कपाल त अनकाउन्टेबल नाउन होइन र मैले एकचोटि स्कुलमा सरलाई सोधेँ सर हाम्रो ग्यालेक्सीमा कतिवटा स्टार्स छ सरले भन्नुभयो ऋषभ काउन्ट गर्न मिल्दैन त्यो टाउकोमा जतिवटा कपाल छ नि त्यतिवटा स्टार प्रिसाइजली 5000 वटा स्टार रहेछ
हाम्रो मिल्की वेमा। अनि यो कपाल रोप्नु र धान रोप्नु सिमिलर थिङ रहेछ होइन। हामी बिहान दही चिउरा खाएर गयौँ, डाक्टर साहबले बाँझो खेत जोत्नु भयो, बिउ रोप्नु भयो र अब 6 महिनापछि कपाल फल्छ भनेर पठाउनु भयो। एउटै फरक छ, मैले मल पाएँ, किसानले पाउँदैन। अनि यो अब कपाल रोपिसकेपछि अब 6 महिनापछि कपाल आयो मेरो। अनि फेरि मेरो कार्यकारी गर्लफ्रेन्ड मेरो अगाडि आउनुभयो, मलाई माथिदेखि तलसम्म हेर्नुभयो र भन्नुभयो, ऋषभ तिमी त पहिल्यै राम्रो देखिन्थ्यौ यार। पहिला त कमसेकम इन्टेलिजेन्ट देखिन्थ्यौ, अहिले त न इन्टेलिजेन्ट देखिन्छौ, ह्यान्डसम त पहिलेदेखि थिएनौ। पर्सि मेरो कपाल उखाल्ने एपोइन्टमेन्ट छ डाक्टर साहबसँग। मेरो घर दुहबी हो, तर मान्छेले दुहबी चिन्दैनन् भनेर मैले दुहबीलाई राउन्ड अफ गरेर विराटनगर, मेरो घर विराटनगर भन्छु। एन्ड आई एम नट प्राउड अफ इट, किनकि विराटनगरको एउटा क्रिकेट टिम छ, विराटनगर किङ्स, जसको क्याप्टेन सन्दीप लामिछाने। कस्तो क्याप्टेन हो यो, कुनै केटीले डेट गर्न चाहिरहेको छैन हाम्रो क्याप्टेनलाई। हाम्रो मनोबल घटिसक्यो यार। पूर्वेलीहरू बाठो हुन्छ भन्छन् नि, चितवनले 20 लाखमा हामीलाई सन्दीप लामिछाने भिडाइदियो क्या। आफूले रवि लामिछाने राख, एटलिस्ट गिभ अस अ बेटर लामिछाने होइन। अचल मलाई मान्छेले तेरो घर कहाँ हो सोद्धाखेरि पृथ्वी मेरो साझा घर हो भन्छु। यो सिमानाहरू बन्धन हो। सन्दीप लामिछानेले मलाई स्पिरिचुअल बनाइसक्यो क्या, सद्गुरुले बनाउन सकेको थिएन यार। बिचारा बुढो मान्छे बाइक चलाउँछ, औँठी बेच्छ, के गफ दिन्छ, तर मलाई स्पिरिचुअल सन्दीप लामिछानेले बनायो होइन। सन्दीप लामिछाने देशको गहना हो भन्छ, बेच्दिउँ न त। सुनको भाउ बढिरहेछ होइन। तर आइनो यति भनिसकेपछि मलाई सन्दीप लामिछानेको फ्यानले त ठमेलमा बिक्ने केटी भन्छन्। गाइज लुक एट मी, गेट योर फ्याक्ट्स राइट। ठमेल होइन, बस पार्क। अनि यो कमेडी च्याम्पियन सकिसकेपछि मलाई मान्छेहरूले प्रश्न गर्छन्, के पाइस् त तैँले कमेडी च्याम्पियन पछि, के पाइस्? नाम, फेम, वर्ल्ड टुर केही पाइनँ। डेटिङ जान पाएँ। फर्स्ट डेट हामी मुभी हेर्न गएको, टिकट चाहिँ उहाँले नै काट्नुभयो। अनि त्यो टिकट मलाई दिँदै के भन्नु भन्दा, ऋषभ यो हाम्रो फर्स्ट डेटको मेमोरी हो, यो टिकट म तिमीसँग 15 वर्षपछि माग्छु। आई वाज लाइक, मसँग अहिले जुन नागरिकता छ नि, त्यो मेरो ओरिजिनल नागरिकताको तेस्रो प्रतिलिपि हो। 10 वर्षमा आफ्नो पहिचान 3 चोटि हराइसकेँ मैले। सिडिओ साहबले भन्नुभएको यो मेरो अन्तिम नागरिकता हो, यसपछि नागरिकता बन्दैन, म शरणार्थी हुनेवाला छु आफ्नै देश। त्यसपछि आर्जु देवाले मलाई कुन देश लगिदिन्छ मलाई थाहा छैन। त्यो मुभीको टिकट आधी घन्टा गोजीमा राख्नु बिलाउँछ क्या, त्यति पातलो हुन्छ। त्यो व्हाइट ऱ्याबिट चक्लेटको बाहिरको कागजभन्दा पातलो छ त्यो टिकट। कसरी 15 वर्ष राख्नु यसलाई म? त्यही पनि टिकट गोजीमा हालेर फिल्म हेर्न गयौँ। फिल्म थियो पूर्णबहादुरको सारङ्गी। बेस्ट मुभी अफ द इयर बट वर्स्ट मुभी टु वाच अन अ फर्स्ट डेट। किनकि फिल्म सुरु भएको 15 मिनटमा छेउछाउमा सबजना रुन थालिसके। आफ्नो आँखा खडेरी लागेको खेतभन्दा सुक्खा छ। केटाहरूको आँसु झर्दैन कि, केटाहरूको आँसु ढिलो झर्छ। जे चाहिँ ढिलो झर्नुपर्ने त्यो चाहिँ फेरि अघि नै होइन। यसरी त हुँदैन। अब यसरी त रिलेसनसिप कहाँ 15 वर्ष टिक्छ। यति इन्सेन्सिटिभ केटा होइन, आँसु त निकाल्नु पर्ने छ भनेर इन्टरभलमा म बाहिर गएँ। 2 लिटर पानी र 1 मुठी नुन खाएँ। जिउले आँसु बनाइ पो हाल्छ कि कतै। गोजी छामेको टिकट छैन, टिकट बिलाइसकेछ। यस्तो टेन्सन भयो, तर आँसु आएन है। तर फेरि पछि रियलाइज गरेँ टिकट आज माग्ने त होइन, टिकट त 15 वर्षपछि माग्ने हो। 15 वर्षमा त केही न केही बाहना बनाइहाल्छु नि होइन। 1 वर्ष भइसक्यो एउटा बाहना सोच्न सकेको छैन। हरेक रात गुड नाइट भनेपछि 1 घन्टा सोध्छु। फिल्म सकिसकेपछि उहाँले अर्को प्रस्ताव राख्नुभयो, ऋषभ
कोरियन खाना जाऊँ न। कोरियन खाना पनि मिल्छ र। हाम्रो नगरपालिकामा त कोरियन पढाइन्छ त। हाम्रो नगरपालिकाबाट कोरियन खाने म पहिलो व्यक्ति हुनेवाला छु। यो ऐतिहासिक क्षण हो। म आफ्नो नगरपालिकालाई रिप्रेजेन्ट गरेर कोरियन खाना जाने। कोरियन खाना गएको उहाँले चाहिँ आफ्नो साथीहरूलाई पनि बोलाउनु भएको थियो। उहाँको साथी कस्तो भन्दा सबको इन्स्टाग्राममा ब्लू टिक छ क्या। मलाई फेसबुकले वार्निङ पठाइरहेछ, कम्युनिटी गाइडलाइन्स भाइलेट गरिस् तैँले भनेर। सबैजना ब्लू टिकवाला बस्नुभएको छ उता। म गएँ रेस्टुरेन्ट, कोरियन रेस्टुरेन्ट गएँ, बेसिनमा गएँ, हात साथ धोएँ, आएँ, हेर्छु सबको हातमा चपस्टिक छ। मैले जिन्दगीमा चपस्टिक छोएको छैन कि। चपस्टिक फ्यामिलीसँग मेरो सबभन्दा नजिकको सम्बन्ध भनेको त्यो टुथपिकले सेकुवासम्म खान्छ। त्योभन्दा अगाडि बढेको छैन म। मैले चपस्टिक समातेको, त्यो एउटा नेपाली उखान छ नि, बाँदरको हातमा चपस्टिक। ठ्याक्कै त्यस्तै देखियो। मैले चपस्टिक फ्यालिदिएँ, किम्ची र राइस हातले मुसेर खाएँ। यो देखेर त्यो साथीहरूको ब्लुटिक उडो। वेटर आएर मेरो फोटो खिचेर कोरियन एम्बेसी पठाइदियो। मेरो 7 पुस्तालाई कोरिया जान ब्यान्ड छ। कोरियामा वान्टेड छु म, इन्टरपोलले खोजिरहेको छ मलाई। त्यसपछिको केही दिन त्यसपछि हामी भियतनामिज खाना गयौँ, इटालियन खाना गयौँ, स्पेनिस खाना गयौँ। म डन होइन, तर 11वटा देशको पुलिसले खोजिरहेको छ। यसरी त हुँदैन होइन। आफ्नो स्ट्यान्डर्ड त मेन्टेन गर्नु पर्यो अब होइन। कोरियन खाना त सिक्नु पर्यो मैले जसरी पनि अब भनेर 1 हप्तापछि मैले मेरो केटा साथीहरूलाई बोलाएर जाम आज कोरियन खाना भने। मास्क लाएर कोरियन रेस्टुरेन्टभित्र छिरेँ। गएर मेनु हेर्छु, त्यो मेनुको एउटा पनि आइटम मैले मुखले त के मनमने पनि प्रनाउन्स गर्न सक्दिनँ। अर्डर गर्दा वेटरलाई यो ल्याइदिनु न, यो यसरी अर्डर गरेको। वेटरले 1 घन्टापछि काँचो प्याज, काँचो लसुन, काँचो साग, काँचो सुँगुरको मासु ल्याइदियो। सब चिज काँचै ल्याउनु भयो। 1 घन्टा किन लाग्यो? एउटा ग्यास स्टोभ पनि ल्याइदियो। त्यसपछि केटाहरूको अब राइस मगाए केटाहरूले। त्यसपछि त्यो किम्चीमा तातो पानी हालेर गुन्द्रुकको झोल बनाइदिए, पोर्क र सागको ग्रेभी बनाइदिए। एउटाले ब्यागबाट पापड झिकेर, अर्कोले ब्यागबाट घिउ झिक्यो। हाङकुक सारङलाई थकाली बनाइदिए यिनीहरूले। वेटरले पुरै हाम्रो गिरोहको फोटो खिच्यो। म मात्र होइन, पुरै गिरोह फरार छ अहिले। यो मेरो सोको नाम झानेको पिज्जा हो। यो झानेको पिज्जा कहाँबाट आयो हजुरहरूलाई कौतूहल भएको छ भने चाहिँ यो मैले कमेडी च्याम्पियनमा यो टर्म युज गरेको थिएँ। के भयो भन्दाखेरि एक दिन हाम्रो घरमा सल्लाह भयो आज पिज्जा खाने भनेर। अनि हाम्रो नगरपालिकामा त्यस्तो पूर्वाधार छैन, त्यस्तो स्रोत साधनहरू छैन पिज्जा बनोस् भनेर के। त्यति महत्त्वाकांक्षा बोक्नुभयो आज पिज्जा बनाउने मम्मीले। यो सुनेर हाम्रो घरमा सबभन्दा खुसी माइक्रोवेभ ओभन भयो। दाइको बिहेमा गिफ्ट आएको थियो। जहिले बासी दाल तताउँथ्यौँ, आज पिज्जा बनाउने भनेको ओभन खुसी। आज मेरो शक्तिको सही इस्तेमाल हुनेवाला छ होइन। त्यसपछि मम्मीले अब मलाई पठाउनु भयो विराटनगर पिज्जाको इन्ग्रेडियन्ट लिन। अनि आफूले रेसिपी हेर्न थाल्नुभयो। म गएँ, इन्ग्रेडियन्टहरू लिएर आएँ। अनि मम्मीले अब पिज्जा बनाउन थाल्नुभयो नेपाली स्टाइलमा। बाहिर त त्यो डो नर्मल हुन्छ नि त, मम्मीले त्यो डोमा हिङ र कालो जिरा हालिदिन्छ होइन। त्यसपछि टमाटो ससको नाममा त्यो टमाटर र टिमुर सिलौटोमा पिसेर दल्दिनु, माथिबाट मासु हाल्नुभयो, धनियाँ र त्यो लसुनको पत्ताले छोपिदिनु भयो। पिज्जा ओभन साइजको के हो यो, के गरेको? अन्त त्यो पिज्जालाई ओभनभित्र हालिदिनु भयो। आधी घन्टा पकाउनु भयो, बाहिर निकाल्नु भयो, ग्यासमा तोरीको तेल तताउनु भयो, 5 फुरन पड्काउनु भयो र पिज्जालाई झानिदिनु भयो। ओभन पड्कियो। के गरेको यो? यतिमा रोकिनु भएन, पिज्जा काट्नु भयो, पिज्जाको माथि मुलाको अचार हालेर दिनु।
फक यु पाइनएप्पल अन पिज्जा